वेलकम छ मेरो न्यू भ्लगमा। के छ सबैजनाको हालचाल? आज हामी जाँदैछौँ सन प्लाजा सपिङ मलमा। हाम्रो साथमा छन् हाम्रो भाइ। आज चाहिँ छुट्टी भएको हुँदाखेरि हामी चाहिँ जाँदैछौँ घुम्नको लागि। घाम पनि आज धेरै चर्को लागेको छ र हावा पनि लागिरहेको छ। यहाँ चाहिँ अब धेरै रमाइलो पनि भइरहेछ। आज छुट्टी भएको कारणले गर्दाखेरि 2 महिनापछि म चाहिँ बाहिर निस्केको छु। तपाईँको माझ चाहिँ यसो सानो मेरो भ्लग पनि लिएर आएको छु सन प्लाजाको। अरू चाहिँ भिडियो भने म चाहिँ बाटोमा गएर देखाउने। म चाहिँ यहाँ सन प्लाजा जानको लागि चाहिँ म यहाँ कुरिरहेको छु। अब हाम्रो चाहिँ अगाडि बस आइरहेको छ। उहाँ चाहिँ सिग्नलमा देख्न सक्नुहुन्छ, सिग्नलमा बसिरहेको छ। अब केही क्षणमा हामी चाहिँ जान्छौँ सन प्लाजामा जान्छौँ। त्यसको लागि लगभग आधा घन्टा जति लाग्छ। अनि यता चाहिँ हाम्रो भाइ र म चाहिँ जाँदैछौँ। बस चाहिँ यहाँ मोडिँदैछ मोडेर आइरहेको छ। अब हामी चाहिँ अब यही बसमा चढ्ने बेला भइरहेको छ। अरू भिडियोहरू चाहिँ तपाईँहरूलाई चाहिँ उहीँ गएर देखाउँछु। म चाहिँ भित्र मल फिरिसकेको छु। शीतल एसीको हावा खाँदै घुमिरहेका छौँ। यहाँ तपाईँहरू डेकोरेसनहरू हेर्दै मजाले सजाएको छ। यहाँ चाहिँ रमाइलो छ। कपडा पनि कति महँगा छन्। यहाँ कपडा पनि प्यान्टको यो नेपालको 7-8 हजारै पर्ने प्यान्टहरू छन्। हेर्दा केही छैन। अनि मेरो युट्युब च्यानलमा गएर सब्सक्राइब पनि गरिदिनु होला। यहाँ चाहिँ मोका भन्ने मेनु रहेछ। त्यो चाहिँ म अहिले चाहिँ तपाईँ नेपालीको भाइको श्रीलङ्काहरू सबै खानाहरू चाहिँ पाउँदो रहेछ। त्यो सबैजना यहाँ आइदिनु होला र मेरो युट्युब च्यानलमा सब्सक्राइब गर्नु। अनि माथिपट्टि टपमा चाहिँ यहाँ रेस्टुरेन्ट भएको ठाउँमा आएको छु। यहाँ चाहिँ अगाडि चाहिँ कोही मिठाई भन्ने रेस्टुरेन्ट रहेछ। त्यहाँ चाहिँ म गएर त्यहाँ गएको त एसियन फुडहरू पुरै पाइँदो रहेछ। म चाहिँ पुरै एक्साइटेड भएको छु। अनि चाहिँ मैले चाहिँ अर्डर गरेको छु मोका मेनु भन्ने अर्डर गरेको छु। र अब टेस्ट गर्न गइरहेको छु। कस्तो रहेछ यहाँ मिठो टेस्ट गर्न गइरहेको छु। एकदम यामी छ। तपाईँको यही हो मोका मेनु भन्ने यही हो। हाम्रो चाहिँ यहाँ अगाडि पाइरहेको सबैभन्दा मिठो चाहिँ मलाई यो चाहिँ लाग्यो। क्रिस्पी नुडल्स अनि त्यसपछि यहाँ मासु मिसिएको रहेछ। एकदम मिठो लाग्यो। मलाई चाहिँ नेपालको चाउमिन खाएर जस्तो एकदम फिल भइरहेको छु। सबैजना पनि यहाँ आएर चाहिँ खाइदिनुको लागि म अनुरोध गर्दछु।